सबैजनालाई नमस्कार मेरो तर्फबाट भन्नु भएको छैन है। र आज चाहिँ बेलुका चाहिँ हामी चाहिँ यहाँनिर हल्का चिकन रोस्ट गरेर खानु आँटेको छु। मलाई चाहिँ अस्तिदेखि उयो भएको नि त, खानु मन लागेको नि त यसरी रोस्ट गरेर। अनि आज खाउँ न भनेर चाहिँ हामी बुढाबुढीले चाहिँ यहाँ मासु पोल्दैछौँ है। बुढाले जुगाड गरेको हेर्नुहोस् न, यहाँ यहाँनिर डन्ठा राखेर बिचमा तार लाएर चाहिँ यहाँ पोल्दैछ है। अनि आजको त्यही हो है, हाम्रो मेसमान भन्नु अब होइन। खाना पनि पाक्दैछ है, सब्जी पनि पाक्दैछ। यो चाहिँ हल्का केचपसँग चाहिँ मजाले खाइन्छ हो। अनि त्यही हो गाइस, म चाहिँ लेग पिस यहाँनिर पोल्दैछु, म्यारिनेट अघि गरेर लेग पिस मजाले खाने हो, इन्जोय गर्ने हो। बुढाबुढी मात्रै छ आज हो। अनि यहाँनिर अम्चुमा होइन, हामी पदममा छौँ। यहाँनिर हेर्नुहोस् न, अघि दिउँसो नै आगो पुगेको, कोइला मजाले भएको छ। अनि अब मजाले खाने हो हामी दुईजना है। मासु चाहिँ क्यामेरामा कम्ती देख्छ होला, तर निकै ठुलो छ है मासु चाहिँ। दुईवटा फिला डल्लै हो नि त, खाने नि त मजाले। त्यही हो गाइस है। फाइनल्ली हाम्रो लेग पिस यत्रो भइसक्यो हो गाइस। अब हामी मजाले खानेछौँ होइन, इन्जोय गर्नेछौँ है। तपाईँहरूलाई खाएको पनि देखाउँछु ल म। यो चाहिँ लेग पिस हो, मजाले पाकेको छ आगोमा हो। अन्त केचपलाई यस्तो डुबायो हो, यहाँदेखि चाहिँ त्यो अघिको सिँढी थियो, फेरि यताबाट अर्को सिँढी यहाँबाट आउँछ उहिलेकै। यस्तो दुईवटा सिँढी यस्तो छ। अन्त मजाले इन्जोय गर्नेछु ल खाएर म। मुन्दु